रामबुजेल र तपाईँले सुन्नुभयो होला दार्जिलिङमा वेस्ट बेङ्गलभरि 312 जना टिचरहरू एपोइन्टमेन्ट भएको थियो 2019-20 समथिङ त्यो टाइममा। आई थिङ्क मलाई थाहा छैन एक्ज्याक्टली टाइम, तर त्यो समयमा 121 जना दार्जिलिङमा एपोइन्टमेन्ट भएको थियो र त्यो एपोइन्टमेन्ट भएकोहरूको अहिले सेलरी अथवा नोकरी रद्द गरिदिएको छ अथवा त्यो स्टप गरिदिएको छ र कतिजनाको भनाइअनुसार उनीहरूले जति पनि सेलरी थाप्यो त्यसको 3% गरेर रिटर्न पनि गर्नुपर्छ भन्ने अफवाह आएको छ। यो कतिसम्म साँचो छ भन्ने कुरा मैले यसमा प्रोपरली रिसर्च गर्न पाएको छुइनँ। रिसर्च गरेपछि म मेन च्यानल राम भुजेलमा अपलोड गरेर बताउने छु, तपाईँहरू त्यो च्यानललाई पनि गएर फलो गर्नुहोला। र यो डिसिजन लिएको छ सरकारले। यो डिसिजनमा मेरो आफ्नो विचार चाहिँ के छ भन्दाखेरि यो एकदमै ठुलो र सही डिसिजन गर्यो, किनकि मलाई नै थाहा छ रम्फूको कुमरेकमा जब त्यहाँनिर सिप्लाको एउटा दबाई फ्याक्ट्री बनेर लुपिन कम्पनी त्यहाँनिर इस्टाब्लिस हुन लागेको थियो, त्यति बेला मसँगै कुल्ली काम गर्ने एउटा मिस्त्री अथवा ठेकेदार भनौँ त्यो मान्छे एपोइन्टमेन्ट भयो अथवा सिलेक्सन भयो। किनकि उसकोमा पैसा थियो प्रोपर मात्रामा, उसले 1.5 लाखदेखि बेसी 3 लाख 4 लाखको बिचमा उसले एपोइन्टमेन्ट हुनुको लागि एउटा घुस दिएको थियो। अब तपाईँहरू सोच्न सक्नुहुन्छ दार्जिलिङमा बङ्गाल सरकारले टिचर एपोइन्टमेन्ट त गरायो, टिचर भ्याकेन्सीहरू खोलेर राम्रो गरिदियो, हाम्रो दार्जिलिङको धेरैजना टिचरहरूले नोकरी पायो, राम्रो कुरा हो। सरकारी नोकरी पाउनु राम्रो कुरा हो, कसैको एटलिस्ट घर त बन्यो। तर मेन कुरा यहाँ के आउँछ भन्दाखेरि त्यो नोकरी पाउने मान्छे कतिसम्म एजुकेटेड थियो, कतिसम्म पढाइ थियो उसको, र उसकोमा के क्यापेबिलिटी थियो, के उसले त्यो गएर टिचर भएर पढाउँदै गरेको नानीहरूलाई प्रोपरली पढाउँला त, सिकाउँला, उसकोमा त्यो नलेज होला कि कसरी नानीहरूलाई पढाउनु पर्ने। मलाई थाहा छ 50% त्यो 121 जनामा 50%लाई अहिले पनि म इन्टरभ्यू फेल पार्न सक्छु। अहिले पनि मैले सोधेको कतिवटा क्वेसनको एन्सर तिनीहरूको छैन, जान्दैन तिनीहरूले, त्यतिसम्म पनि टिचर छ। म यो च्यालेन्ज दिन्छु र यो एकदमै ठुलो डिसिजन हो। हुन त यो अलरेडी भइसक्यो र जति पनि बिग्रिन्थ्यो बिग्रिसक्यो, तर उनीहरूले पढाएको त्यो मिस्त्रीले पढाएको नानीहरू चाहिँ के सिक्यो होला, सायद गएर थियो होला उसकोमा अलिअलि त्यो पहिला पढेको। तर सोच्न सक्नुहुन्छ 2002तिर एमपी लेखेको मान्छेहरू 2015देखि यताको अन्तरालमा नोकरी पाएर चाहिँ स्कुल पढाउनु गयो। त्यो बिचमा उसले त्यो जति पनि पढाएको थियो सबै डल भइसकेको थियो, एकदमै उसकोमा मतलब दब्बिसकेको थियो, किनकि उसको एउटा बिजनेस माइन्डसेटभित्र उसले लगभग जानेको थियो होला हाइट एन्ड डिस्टेन्स, लगभग जानेको थियो होला लेन्थ इन्टु ब्रेथ इन्टु हाइट, भल्युम निकाल्ने म्याथमा भने। तर उसले जति पनि जियोग्राफी, इङ्ग्लिस, नेपाली, साइन्स, लाइफ साइन्स भन्छौँ, त्यो साइन्सको सब्जेक्ट, त्यो जुन चाहिँ साइन्स सब्जेक्टहरूको एउटा सिद्धान्त के छ त्यो बिर्सिसकेको थियो होला। उसले पढेको अहिले सिलेबस चेन्ज भएर कस्तो हालतमा पुगेछ, पहिला पढेको पढाइ र अहिलेको पढेको पढाइ धेरै अन्तर छ, मतलब धेरै डिफ्रेन्ट छ। अहिले धेरै कुरा चेन्ज भएको छ। मलाई थाहा छ मैले क्लास 12 पास गरेँ, तर अहिले म क्लास 8को जियोग्राफीहरू पढ्नु मलाई एकदमै जटिल हुन्छ, किनकि धेरै कम्प्लेक्सिटिज भन्ने आएको छ, त्यहाँ धेरै हायर स्टडीमा आउने कुराहरू अहिले सानो क्लासमा आइसकेको छ। र त्यो कारणले गर्दाखेरि त्यो टिचरहरूलाई कसले एपोइन्टमेन्ट गरायो, त्यो टिचरहरूले कसरी, मतलब त्यो टिचरले कसरी इन्टरभ्यू क्र्याक गर्यो, कसरी इक्जाम पास गर्यो, यो क्वेसन आउँछ। हुनसक्छ तिनीहरूले पैसा तिरेर इक्जाम क्र्याक गर्नु परेन, उनीहरू फेल भए पनि पास भयो होला पैसा तिरेर 4-5 लाख तिरेर। तर कसको नानी बिग्रियो एकपल्ट सोचेर हेर्नुहोस्, कसको नानी बिग्रियो, त्यो मान्छेले कसको नानी पढायो, हाम्रै नानी पढायो, हाम्रै मसिनो भाइहरू पढायो, र को बिग्रियो, नेपाली। र यो बङ्गाल सरकारको एउटा ठुलो चाल हो नेपाली दबाउने। अहिले कुनै पनि स्कुलमा क्लास 8देखि उँधो अर्डर छैन कि नानीहरूलाई फेल नपार्नु भनेर। त्यो नानी स्कुल फेल हुँदैन कहिले पनि। तपाईँहरू आफ्नो नानीले क्लास चढ्यो, पास गर्यो भनेर तपाईँहरू खुसी नहुनुहोस्, त्यही नानी जतिको स्पिडमा पास हुँदै गएको छ त्यत्तिकै स्पिडमा माथि गएर इन्टरभ्यूमा फेल हुन्छ। यो म च्यालेन्ज दिन्छु तपाईँलाई। आजको दिन 100मा 95% इन्टरभ्यूहरू फेल हुँदैछ, मतलब क्र्याक गर्नु सकेको छैन। किनकि मसिनो लेभलमा जुन चाहिँ क्लास छ त्यो इजी गरिदियो, टप लेभल पुगेपछि तिनीहरू स्टप। र यो कुराहरू चाहिँ हामीले सुधार्नुपर्ने हो। र बङ्गाल सरकारको कतिवटा डिप्लोमेटिक भिक्ट्रीहरू, डिप्लोमेसीहरू छ, त्यो डिप्लोमेसीहरू हामीले बुझ्नुपर्ने हो। र यो बुझ्नु सकेनौँ भने हामी कहिले पनि बुझ्दैनौँ। र तपाईँहरू खुसी नहुनु होला, जति पनि दार्जिलिङमा कामहरू आउँछ, फाल्टो कामहरू, कन्ट्याक्ट लाइनको कामहरू भयो, अरू लाइनको कामहरू भयो, त्यसमा केही छैन। तर स्कुल भनेको यस्तो कुरा, स्कुलमा नै सब कुछ सिक्छ, सानो क्लासमा नै सब कुछ सिक्छ। तपाईँहरूलाई सुन्नुभएको होला एउटा भनाइ छ नेपालीमा, यो इङ्ग्लिसको भनाइ हो, स्ट्रिक वाइल द आइरन इज हट। फलामलाई तब कुट्नु जब त्यो तात्तिएको हुन्छ। कुनै पनि कुरालाई समयमै कुट्नुपर्छ। हामीले फलाम सेलाइसकेपछि कुटेपछि केही पनि उपाय छैन हाम्रो। कुनै पनि कुरालाई कुट्नु छ, सिकाउनु छ भने समयमा हुन्छ। हाम्रो दार्जिलिङमा नानीहरू के हुन्छ, सानोमा छाडा छोडिदिन्छ,
ठुलो भएपछि त्यो नानीले गाँजा खानु सुरु गर्छ, सिगरेट खान्छ, त्यति बेला चाहिँ गार्जेनले के गर्छ, त्यति बेला चाहिँ गार्जेनले कुट्नु थाल्छ। जब नानी 18 वर्ष पुगेपछि सिगरेट खान थाल्छ तब नानीहरूलाई कुट्नु थाल्छ। त्यति बेला के हुन्छ, उल्टै बाउआमालाई कुट्छ, उल्टै बाउआमालाई हात फर्काउँछ। किन भन्दाखेरि त्यो नानी जब जुन समयमा त्यो नानीले प्रोपर माया र प्रोपर गाइडेन्स पाउनु पनि त्यति बेला पाएन। जब समय उम्किसकेपछि गाइडेन्स दिनु खोज्दा कुनै पनि कुरा हुँदैन। हामीले गोरु दाउँछौँ, हामीले देखिरहेकै कुरा, गोरु दाउँदाखेरि सानोमै दाउँछौँ, ठुलो भएर 3-4 वर्षको भएपछि दाउँदा त्यो गोरुले जति कोसिस गरे पनि हलो भाँच्दै भाँच्छ, सिक्दैन काम। यो कुरा सोच्नुहोस्। र दार्जिलिङमा भएको जति पनि यो टिचरहरूको काम रद्द गरे यसमा म खुसी छु। मैले त पहिल्यै यसको बारेमा भिडियो बनाउँ भनेर सोचिरहेको थिएँ, तर मेरोमा त्यो दम थिएन, मेरोमा त्यो क्यापेबिलिटी थिएन सोसियल मिडियामा आएर बोल्ने। तर आजको दिन मेरोमा एउटा हिम्मत आएको छ कि कुनै पनि भोलिको दिनमा मेरो छोरा या छोरी जन्मेर बाबा तपाईँको टाइममा यस्तो भएको थिएछ, तपाईँ किन बोलेन भन्ने क्वेसन चाहिँ नगरोस् मलाई मेरो छोराछोरीले। र मेरोमा प्रोपर त्यति बेला जब हुनेछ, मैले त बोलेकै थिएँ। र यति भन्दै मेरो यो सानो छोटो कुरा यहीँ टुङ्ग्न चाहन्छु। धेरै धेरै धन्यवाद। बाई बाई।